हुनुहुन्छ हजुरहरू सबजना ठिकठाक हुनुहुन्छ होला होइन। आज फाइनल्ली भिडियो बनाइहालियो क्या, कसम भने बनाउँछु सोध्छु होइन। अनि यस्तो लाज लाग्छ क्या, कन्फिडेन्सको कमी भएर कन्फिडेन्स बिल्ड गर्नुपर्ने है यार। सेल्फ इम्प्रुभमेन्ट गर्ने भने यार भिडियो बनाइदिन्न यार, सर्ट हाल्छु। सर्ट हाल्नेपछि मलाई यस्तो चिटिङ फिल भयो के भन्दाखेरि होइन, कहिलेकाहीँ मैले एक्सर्साइज गरेँ आउँदैन, त्यही पनि सानो क्लिप हालिदिन्छु मुला, के भन्नु यार, त्यो चिटिङ जस्तै भयो नि। त्यही भएर आजदेखि मैले फुल भिडियो नि बनाउँछु, सर्ट भिडियो नि बनाउँछु। त्यसमा चाहिँ अब हामीहरूको पुरा फुल एक्सर्साइज हुन्छ। यहाँ पछाडि ग्राउन्डमा आज फर्स्ट रनिङ गर्नु पऱ्यो। ल यता पुरा दौडिरहेन गरेर दौडिरहेछन् मान्छेहरू यहाँ। त्यसले मैले कति मिनट हान्न सक्दो रहेछु है। मैले पहिला त 15 मिनटसम्म हान्थेँ, मैले रनिङ हाने होइन आजकल। उसमा त रनिङ हाने जस्तै मान्नु मलाई होइन। अब यसो रनिङ सनिङ हान्छु। ल त स्टार्ट गरौँ। यो यस्तरी मोबाइल समातेर चाहिँ रनिङ हान्नु जस्तो छ। यसो यता मोबाइल यता राख्छु अनि हजुरहरूलाई देखाउँछु टाइम लास्ट मलाई त बाई बाई। रनिङ हानेर फाइनली सिद्धियो। आज म 10 मिनट मात्रै हान्न सकेँ, 10 पनि होइन, 9 मिनट 24 सेकेन्ड होला सायद। जम्मा त्यति मात्र हान्नु सकेँ यार। एकछिन अब रेस्ट गर्छु, त्यसपछि अनि उता पुलअप पुसअपतिर लाग्नु पर्ला। ल रेस्ट गरेर आइसकेका छौँ, ल्याङ ल्याइरहेको तर पनि। अब यता एकछिन पार्कमा पुग्छौँ। पार्कमा अनि फेरि त्यता पुलअपको सेट अनि स्क्वाड र अनि प्ल्याङ्क्स पनि गर्नु पर्ला। गाडीहरू आइराख्ने गाइज, हामीहरू पार्कनिर पुगिसकेका छौँ। यही पार्क हो के रहेका छ, माता तीर्थ फन पार्क अरे माता तीर्थ यहाँ गोबर आएका छौँ। अब हामीहरूले यता उसको पहिला पुलअपको अनि सबको हाल्छौँ है। पुसअप अनि स्क्वाड र अनि प्ल्याङ्क्स 30 सेकेन्डसम्म प्ल्याङ्क होल्ड गर्ने कोसिस गर्नेवाला छन्। त्यसमा चाहिँ यो हामीहरूले यो ट्रेनिङ खासै के को लागि गर्दैछौँ भन्दाखेरि, मैले क्यालिस्थेनिक्सको ट्रेनिङ गरिरहेको छु। त्यसको लागि यो बडी पावर चाहिँ लास्टै खतरा हुनुपर्दो रहेछ। अनि मलाई क्यालिस्थेनिक्सको एउटा स्किल नै आउन अहिले। अब बिस्तारै सिक्दै जाउँला के भयो त होइन। त्यही भएर अहिले के अरे सबभन्दा पहिला ह्यान्ड पावर बढाउनु पर्ने छ। त्यसपछि अनि यता सब ठाउँको पावर बढायो भनेपछि म क्यालिस्थेनिक्सको मुख हान्नु पऱ्यो। र पहिला अब पुलअपबाट स्टार्ट गरौँ। पुलअप हानौँ, स्क्वाड हानौँ, अनि प्ल्याङ्क्स, फेरि पुलअप स्क्वाड प्ल्याङ्क्स। अनि अरू कुन एक्सर्साइज गर्नुपर्छ मलाई राम्रोसँग थाहा छैन होइन। अनि हजुरहरूलाई थाहा छ भने चाहिँ कमेन्टमा भन्नु होला। त्यहाँ च्यानललाई सब्सक्राइब गर्नु छैन भने चाहिँ फटाफट च्यानललाई सब्सक्राइब गर्नुहोस्। हामीहरू हजुरको लागि यस्तै इन्ट्रेस्टिङ भिडियो ल्याउँदै गर्नेवाला छु। ल पहिला हामीहरू के अरे 12 ऱ्याप हान्ने छौँ। 12 ऱ्यापको प्ल्याङ्क्स 3 सेटमा हान्छौँ। 1 2 7 12 पुसअप हान्दा त यस्तो हालत खराब भइहाल्यो। ल अब हामीहरू 15 स्क्वाड हान्नेवाला छौँ, त्यही पनि 3 सेटको। ल त है। 12 होइन यार, 15 स्क्वाड नै झर्दा गरेर कम्प्लिट गरिसक्यो। हाम्रो फर्स्ट सेट चाहिँ सिद्धिसक्यो। अब एकछिन प्ल्याङ्क्सहरू हानौँ। प्ल्याङ्क्स चाहिँ अब यता ग्रास भएको ठाउँतिर हानौँ है, नत्र भने फेरि जाला नि। हामीहरूको 30 सेकेन्ड कम्प्लिट भइसकेको छ। ल अब एकछिन रेस्ट गरौँ, त्यसपछि फेरि अनि सेकेन्ड सेट स्टार्ट गरौँ ल।
ल त गाइज अब हाम्रो फेरि रेस्ट कम्प्लिट भइसकेको छ। अब हामीहरूले फेरि सेकेन्ड सेट स्टार्ट गरौँ। सेकेन्ड सेटमा फेरि हान्नु पऱ्यो। त्यसपछि मैले गरेँ पुसअप, स्क्वाड र प्ल्याङ्क्स। त्यसपछि हाम्रो सेकेन्ड सेट भ्याइयो हल्का वेट गरेर, अनि थर्ड सेट नि भ्याइदियो। 3 का 3 सेट कम्प्लिट भइसकेका छन्। अब हामीहरू पुलअप सेक्सनतिर लागौँ। यता माता तीर्थको मन्दिरसम्म पुगिसकेँ हामी। यता अब एकछिन मुखसुख धोएँ मैले। त्यसपछि अब हामीहरू हिँड्न लाग्यौँ फेरि। अब हामीहरू 4-4 को ल त गाइज अब हामीहरू 4-4 को रेपमा 3 सेट चाहिँ हान्छौँ, पुलअप हान्छौँ। त्यसपछि चाहिँ अनि हामीहरू घरतिर जानु। गाइज के भयो यार, यता हातमै के पो अर्कै पाराले दुखिरहेको यार, कसम के भयो होला त। हिजोतिर त दुखिरहेको हुन्थेन यार, मैले हिजोतिर त हानिरहेको यार, के भयो यो हात यही हात के भयो यार, यस्तो यतै साइडतिर यस्तो दुखिरहेको नि, कसम के भयो होला त। मेरो लास्टै हात दुखिरहेको के पो भयो पनि। अहिले हस्पिटल जान्छु। ल अब घरतिर हिँड्नु के छ। अब हात खुट्टा धुम, यो भिडियो यति अन्त्य गरौँ। ल त बाई बाई।